आफैले अहिले कराको मात्रै हो राजेन्द्र लिङ्गदेन, उसलाई थाहा छ चेतना। आफैले आगो लाए, भित्रपट्टि आगो लाएको छ यो टोलीले। आफैले आगो लाएर एउटा मान्छेलाई पानी हाल्ने, उसैको टिमको मार्क्स लाएको, यो छोपेको मान्छे पानी हाले जस्तो हाम्रा राष्ट्रवादीहरूले लागेको घरमा लागेको आगो निभाए भन्दै यिनीहरूले त्यो आगोको त्यो पहिला लाइभ गरे। यिनीहरूले टिकापुरको हत्याकाण्डको अनुसारले त्यहाँ पुलिस पनि मार्ने र भयानक तरिकाको षड्यन्त्र भएको थियो। पुलिस माथिबाट घरमा बसेर पुलिसले असुर ग्यास हान्छ, कुनै पागलले गर्छ, ऊ वाकिटकीबाट कुरा गरिराखेको हुन्छ, ऊ जतिखेर पनि एकअर्कासँग उसको कुरा पब्लिकले सुनिराखेको हुन्छ, उसले त्यहाँ घरमा बसेर असुर ग्यास हानो भनेर असुर ग्यास तलबाट हानिएको असुर ग्यास माथि घरमा लागेर तल झरेको असुर ग्यासलाई यिनीहरूले फन्डा बनाएर त्यहाँ पुलिस हुल्ने यिनीहरूले खेल गरेका। एयरपोर्टको त्यहाँ आइल ट्याङ्करहरू छन् नि, त्यहाँ आगो लाउने सोच थियो यिनीहरूको। भयानक योजना, भयानक यो देशमा पुरा विस्फोटक अवस्था छ भनेर पार्न खोजिरहेका थिए यिनीहरू। रविन्द्र मिश्रहरू कराका कराइ थियो त्यहाँ। एयरपोर्ट जानुपर्छ, एयरपोर्ट गएर के गर्छस् तैँले? प्लेनको चक्का समाउँछस्? के गर्छस्? सिस्टम यहाँ छ। सिस्टम कहाँबाट ड्राइभ भएको छ? ड्राइभ भएको छ सिंहदरबारबाट। ऊ प्लेनको चक्का समाउन जान्छु भनेर जनता उरालिराखेको छ। यी अपराधी गिरोहहरू हुन्, यिनीहरूप्रति नरम भएर यहाँ यी राजावादीहरूले अहिले पुलिसले यताबाट हानेको उतावादी हानेको भन्ने कुनै जरुरी छैन। कुनै पनि उशृङ्खल काम गर्यौ भने तिमीहरूको हालत रेशम चौधरीको हुनेवाला छ, यो बुझ भने। मैले दुर्गे पर्सेलाई पनि फोन गरेँ, दुर्गे पर्सेलाई पनि मैले भने यो कुरा, तिमी उताउलो भयौ भने तिम्रो हालत यो सिस्टमले कसरी पार्छ भने सबैलाई ठिक हो भन्ने पारिदिन्छ सिस्टम। रेशम चौधरीलाई थुनेको तपाईँ गलत भन्नुहुन्न नि त, अहिले भन्न सक्नुहुन्न नि, किनभने त्यहाँ त्यत्रो मान्छे मरेका थिए, तपाईँले देख्नुभयो। र यहाँ पनि त्यो तिमीलाई यही हालत हुन्छ भनेर दुर्गे पर्सालाई मैले 1-2 मिनटभन्दा तिमीले कुरा गरेनन्, मैले यो कुरा सम्झाएको थिएँ। अब यिनीहरूको आन्दोलन के कारणले असफल भयो मैले बताउँदैछु। आन्दोलनमा के हुनु पर्थ्यो अहिले भने यो सिस्टमलाई पुरै भत्ताभुङ्गा पार्छु भनेर होइन क्या, रेल कुद्दैछ। अब राजा कहाँ छ? राजा यो सिस्टमले राजालाई कहाँ राखेको छ? राजालाई राखेको छ अगाडि त्यो गाडीमा घुम्ने के अरे सर, अगाडि पानी गर्ने वाइपर, त्यो वाइपरको छेउमा राखेको छ राजालाई। यता ड्राइभर बसेको छ। अब राजा त्यहाँ फोहोर पार्छ क्या अगाडि, राजा फोहोर पार्छ वाइपर त्यो सिसामा। अब वाइपर चलाउनु पर्यो कि परेन? वाइपर चलाएको यो। अब वाइपर चल्यो, दुर्गा पर्साईहरू जेलै जाने हो, रविन्द्र मिश्र जेलै जाने हो। अहिले कराको मात्रै हो राजेन्द्र लिङ्गदेन, उसलाई थाहा छ चेतना छ। मैले भनेको थिएँ राजेन्द्र लिङ्गदेन नेता रहेछ भन्छु अहिले म। त्यो दिन मैले धेरैलाई खबर पठाएँ, बिहानै त्यो दिन त्यो आन्दोलनको बिहान मलाई राकेश पर्साईको दाजुले फोन गरेका थिए। दुर्गा पर्साईको दाजु राकेश पर्साईले, आज भाइ तिमी राजाको विरोध गर्छौ, त्यहाँ आऊ त तिमीलाई जलाउने हो भन्छ। भति जलाउँछु भन्छ एउटा, हेरौँ उन्माद। अब यिनीहरूको उन्माद, उनीहरूले त्यो तयारी गरिरहेको थिए। मैले सम्झाएँ, आधी घन्टा फोन गरेर सम्झाएँ, कुनै पनि उशृङ्खल काम गर्यौ भने तिमीहरूको हालत रेशम चौधरीको हुनेवाला छ, यो बुझ भने। मैले दुर्गे पर्सेलाई पनि फोन गरेँ, दुर्गे पर्सेलाई पनि मैले भने यो कुरा, तिमी उताउलो भयौ भने तिम्रो हालत यो सिस्टमले कसरी पार्छ भने सबैलाई ठिक हो भन्ने पारिदिन्छ सिस्टम। रेशम चौधरीलाई थुनेको तपाईँ गलत भन्नुहुन्न नि त, अहिले भन्न सक्नुहुन्न नि, किनभने त्यहाँ त्यत्रो मान्छे मरेका थिए, तपाईँले देख्नुभयो। र यहाँ पनि त्यो तिमीलाई यही हालत हुन्छ भनेर दुर्गे पर्सालाई मैले 1-2 मिनटभन्दा तिमीले कुरा गरेनन्, मैले यो कुरा सम्झाएको थिएँ। अब त्यो दिन दुर्गा पर्साईको एक्टिभिटी हेर्नुहोस् तपाईँ, त्यो लिडरसिपको एक्टिभिटी हो। गाडी कुदाएर आओ 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 भन्दै हिँड्छ लिडरले। लिडर म्याड मान्छेले गर्छ, त्यो पागलको लक्षण हो। त्यो आत्महत्या गर्न हिँडेको मान्छेले मात्रै त्यसो गर्छ। लिडर हुने कुनै क्वालिटी देखिँदैन त्यस्तो मान्छे, त्यो गुन्डा हुने क्वालिटी पनि होइन त्यो। र मैले यो कुरा भने यिनीहरू मान्दैन। क्रान्तिको नियम हुन्छ के, क्रान्ति त्यसै क्रान्ति हुँदैन, क्रान्तिमा विचार चाहिन्छ, विचारविहीन क्रान्ति हुनै सक्दैन। तपाईसँग के चिज प्राप्त गर्नको लागि तपाईँ युद्ध गर्दै हुनुहुन्छ, त्यो तपाईँसँग पहिला फाइनल हुन्छ। हुलदुङ्गा गरेर परिवर्तन सम्भव छैन। मैले दुर्गा पर्साईलाई सम्झाउँदाखेरि उनले यो कुरा मानेनन् र उनी त्यहाँ हुलदुङ्गा गर्दै, उनले त्यस्तै मान्छे भेला पारेका थिए, छड रडहरू धेरै भेला पारेका थिए। मलाई थाहा छ, एक म त फ्यामिलीको मान्छे हुँ, मलाई सब थाहा छ। त्यो जलाको अहिले पुलिसले हो, कसले हो, के हो भनेर यिनीहरू भन्छन् नि,
त्यो कसले जलाएको पनि हामीलाई थाहा छ। कर्णिकार त्यो टिमको मान्छे। सुन्नुहोस् यहाँ, यो बडो गजबको कुरा भन्दैछु म तपाईँलाई। यिनीहरूले के गरिराखेका थिए त्यहाँ, यिनीहरू जसरी पनि पुलिस लान चाहन्थे त्यो घरमा। यिनीहरू त्यो सोचले काम गरिराखेका थिए। पहिला के गरे यिनीहरूले, आफैले आगो लाए। भित्रपट्टि आगो लगाएको छ यो टोलीले। आफैले आगो लाएर एउटा मान्छेलाई पानी हाल्ने, उसैको टिमको मास्क लगाएको, यो छोपेको मान्छे पानी हाले जस्तो हाम्रा राष्ट्रवादीहरूले लागेको घरमा लागेको आगो निभाए भन्दै यिनीहरूले त्यो आगोको त्यो पहिला लाइभ गरे। यिनीहरूले लाइभ गरिसकेपछि त्यो त्यहाँ पुलिस हुल्ने खेल थियो। पुलिस हुल्ने खेल गरिसकेपछि त्यहाँ उनीहरूले ताला लाए, फसाए त्यो मान्छेलाई, त्यो पत्रकार भाइलाई। तिमी बस, हामी पुलिस लिएर आउँछौँ। आगो त तल लागिराखेको थियो, त्यो आगो त यहाँ माथि घरसम्म पुग्छ भन्ने यिनीहरूले सोचेका थिए र यिनीहरूले के गरे, यिनीहरूले त्यहाँ जसरी पनि उनीहरूलाई पुलिस लानु थियो। पुलिस लानको लागि कराएको कराइ थियो। त्यहाँ पुलिस लगेर पुलिसको बदनाम गरेर अन्तर्राष्ट्रिय रूपमा पुलिसको छवि बिगार्ने यिनीहरूको खेल थियो र यो सरकारले मान्छे जलाएर मार्दैछ भन्ने यो मेसेज दुनियाँलाई दिन खोजिरहेको थियो। यिनीहरूले यस्ता षड्यन्त्रकारी हुन्। कर्णिकारले रोएर बोलिराखेको छ, नाटक गरिराखेको छ। यी यस्ता षड्यन्त्रकारी यो षड्यन्त्रको खेलमा त्यो एउटा पत्रकारलाई मारेका छन् यिनीहरूले। त्यसकारण यसको ठिक ढङ्गले अनुसन्धान हुनुपर्छ। कसैलाई उन्मुक्ति दिनु हुँदैन, यी हत्याराहरूलाई। यो कुरा ख्याल राख्न जरुरी छ। यो ठ्याक्कै त्यही जुन उहाँ योजना गरिएको थियो टिकापुरको हत्याकाण्डको अनुसारले त्यहाँ पुलिस पनि मार्ने र भयानक तरिकाको षड्यन्त्र भएको थियो। त्यहाँ पुलिस माथिबाट घरमा बसेर पुलिसले अश्रु ग्यास हान्छ, कुनै पागलले गर्छ, ऊ वाकिटकीबाट कुरा गरिराखेको हुन्छ, ऊ जतिखेर पनि एकअर्कासँग उसको कुरा पब्लिकले सुनिराखेको हुन्छ। उसले त्यहाँ घरमा बसेर अश्रु ग्यास हानो भनेर अश्रु ग्यास तलबाट हानिएको अश्रु ग्यास माथि घरमा लागेर तल झरेको अश्रु ग्यासलाई यिनीहरूले फन्डा बनाएर त्यहाँ पुलिस खुल्ने यिनीहरूले खेल गरेका थिए। त्यो पहिल्यै योजना थियो त्यो घरमा यसो गर्ने भने, कहाँ गर्ने भन्ने कुरा पहिल्यै थियो र एउटा टिम पहिल्यै तयार थियो। वरिपरि घरका सबै सिसा फुटाउने भनेर पहिल्यै तयारी छ टिम। तपाईँ भन्नुहुन्छ यहाँ जनताहरूले रिसाले पुलिसले हानेपछि पुलिस त्यहाँ यति संयमित थियो पुलिस। तपाईँ सुरुदेखि फुटेजहरू हेर्नुपर्छ तपाईँले। पुलिसले एकदम संयमताका साथ जब यिनीहरूको यो हिंसक हुन्छ नभए यो फाइनल भयो, यिनीहरूको हिंसाको योजना बुझिसकेपछि मात्र पुलिसले एक्सन लिएको छ। नभए त्यहाँ पुलिस पनि राखेको थिएन पहिला। धेरै यतापट्टि सुरक्षा दिएको थियो, किनभने यिनीहरू यहाँ गएर एट्याक गर्लान् भनेर यता प्रचण्डको सभालाई चाहिँ ध्यान दिएको थियो, यहाँ चाहिँ आक्रमण हुन्छ र यहाँ चाहिँ केही हुनसक्छ भनेर। अर्को योजना थियो यिनीहरूको, यो बडो गम्भीर योजना छ। यिनीहरू कुनै पनि हालतमा एयरपोर्ट छिर्न चाहन्थे र एयरपोर्टको त्यहाँ आइल ट्याङ्करहरू छन् नि, त्यहाँ आगो लाउने सोच थियो यिनीहरूको। भयानक योजना, भयानक यो देशमा पुरा विस्फोटक अवस्था छ भनेर पार्न खोजिरहेका थिए यिनीहरू। र रविन्द्र मिश्रहरू कराएको कराइ थियो त्यहाँ, एयरपोर्ट जानुपर्छ। एयरपोर्ट गएर के गर्छस् तैँले? प्लेनको चक्का समाउँछस्? के गर्छस्? सिस्टम यहाँ छ। सिस्टम कहाँबाट ड्राइभ भएको छ? ड्राइभ भएको छ सिंहदरबारबाट। ऊ प्लेनको चक्का समाउन जान्छु भनेर जनता उरालिराखेको छ भने यी अपराधी गिरोहहरू हुन्। यिनीहरूप्रति नरम भएर यहाँ यी राजावादीहरूले अहिले पुलिसले यताबाट हानेको उतावादी हानेको भन्ने कुनै जरुरी छैन। यो योजनाबद्ध रूपमा हिंसाको योजना अन्तर्गत गरिएको छ। यिनीहरूको फ्यामिलीको मान्छे भएकोले मलाई थाहा छ यो कुरा। त्यो दिन मैले राजावादीको लिङ्गदेनलाई फोन गर्न खोजेको थिएँ, तर लिङ्गदेनको फोन लागेन र मैले खबर चाहिँ पठाएको थिएँ अघिल्लो दिनै यो फसाउने खेल हुँदैछ भनेर। र राजेन्द्र लिङ्गदेनले, तपाईँलाई अचम्म लाग्ला, त्यो ज्ञानेन्द्र साई पनि त्यहाँ जाँदै थियो। त्यो गएको भए त्यही हालत हुन्थ्यो त्यसको पनि। अहिले जुन दुर्गा प्रसाईको भएको छ त्यो मान्छेलाई यो हाम्रो समाचार पुण्य प्रसाईले दिएको समाचार पुगेको छ राजेन्द्र लिङ्गदेनकोमा। र राजेन्द्र लिङ्गदेनले त्यो ज्ञानेन्द्र साईलाई घरमा बोलाए, तिमी र म सँगै जानुपर्छ भनेर। सँगै जानुपर्छ तिमी र म भनेर घरमा बोलाए र बोलाइसकेपछि उनलाई अल्मल्याएर राखे। जानु हुँदैन हामी भनेनन् पहिला, जाउँ जाउँ भनेको भनाइदियो ज्ञानेन्द्र साई, तर उनले अहिले जानु हुँदैन रोके र त्यहाँ भएका एक दुईवटा क्यामेराम्यान जो थिए तिनीहरू मात्रै गएपछि। र त्यो कारणले राजेन्द्र लिङ्गदेन राजा ल्याउनु छैन, यो कुरा बुझौँ। राजाको माग गरेर उसलाई त भोटर राजेन्द्र लिङ्गदेनलाई त भोट चाहिएको छ, पार्टी हो नि त त्यो। अलिकति राजनीतिक चेतना संस्कार त रहेछ राजेन्द्र लिङ्गदेनमा।
आतङ्कमा त्यसरी जानु हुँदैन भन्ने कुरा उनले बुझे। अहिले रविन्द्र मिश्र र धवल शमशेरलाई हटाउने कुरा भएको छ, निकाल त्यहाँबाट भनिराखेको छ। यो उनको राजनीतिक मुद्दा मात्र हो, उनलाई थाहा छ यो अपराधी नै हुन् भनेर थाहा छ राजेन्द्र लिङ्गदेनलाई। यिनीहरूले आतङ्क मचाउने यो अराजकता सिर्जना गर्ने काम यिनीहरूकै हो भन्ने कुरा मजाले थाहा छ राजेन्द्र लिङ्गदेनलाई। तर अब राजावादी त देखिनु छ।